Hi guys, how are you? It's me Ruby. Hope you guys are doing well and I'm also doing great. So आज चाहिँ म भिडियो बनाउँदैछु अरे इन माई लाइफ रे क्या गाह्रो छ कसलाई चाहिँ बिहान उठेर फेरि पनि 10 मिनेट जति ओछ्यानमा नपल्टीसम्म चित्त बुझ्दैन कि मलाई त्यस्तै हुन्छ कि उठ्छु अनि 10 मिनेटसम्म फेरि पल्टिँदै हाई गर्दै बसिराख्नु मनपर्छ कि अनि मेरो चाहिँ आजभोलि मर्निङ ड्युटी छ सो म चाहिँ मर्निङ ड्युटीको लागि रेडी हुँदैछु लेट्स गेट रेडी अनि कि मेरो यो वालको चाहिँ मैले प्लेन स्टिकर होला अलिअलि मात्र बुट्टा होला भनेर लिएर आएको थिएँ कि भरे घरमा आएर हेर्छु त पुरा के यो डाइनोसरस खङ्गारो सङ्गारो के हो कि अनि अब ल्याइ त सकेँ अब होस् टाल्छु भनेर टालिहालेँ फेरि साथीहरू आउँछ हेर्छ के हो पुरै जुरासिक पार्क बनाइराखेको छ त रुममा हुन्छ कोही आउँछ बच्चाहरूलाई त्यो भुलाउने हुन्छ नि त्यो खेल्ने कुराहरू त्यस्तो बनाइरहेको छ हुन्छ नि कस्तो बिल्ला लाग्छ कि निकालेर फ्याल्छु भनेको भने अल्छी लागेर निकालेर फ्यालेको छैन अब कुन दिन जाँगर लाग्छ त्यही दिन निकालेर फ्याल्छु अनि अर्को हालेर टाल्छु भनेको फेरि बिर्सेको गर्छु अब चाहिँ म रेडी पनि भइसकेँ गाइस हामीलाई चाहिँ आज लिनलाई यो ठुलो गाडी आएछ भैया हाई गर हमारा भैया होमवर्क कर रहे हैं उधर होमवर्क कैसा है अच्छा स्कूल में आया जैसा लग रहा है क्या नहीं अच्छा पढ़ता नहीं है पढ़ता नहीं है पढ़ता है आप एग्जाम कब है मेरे को वो ड्राइविंग फ्रॉम मेंडला के टाइम हाम्रो ट्रान्सपोर्टेसनको गाडी चाहिँ एक्सिडेन्ट भएर कि के भएर लेट हुने भयो अरे अनि यो ठुलो गाडीमा लिएर जा भनेर भनेको रहेछ अनि हामी चाहिँ यही गाडीमा आयौँ हाम्रो स्टोर पनि आइपुग्यो फाइनल्ली यो चाहिँ कुवेत युनिभर्सिटी हो अहिले चाहिँ हाम्रो ड्युटी युनिभर्सिटीमा छ यहाँ चाहिँ खासै ठुलो स्टोर छैन कि सानो ठिक्कको छ क्यान्टिन जस्तै लु स्टोर पनि आइपुग्यो यहाँ चाहिँ एक्लै राखिदिन्छ कि सोलो सिफ्ट ओपनिङ टु क्लोजिङ सबै आफै गर्नुपर्छ म चाहिँ एक्लै मोबाइल घरि यता तेर्साएर घरि उता तेर्साएर भिडियो बनाउँदै काम गरिरहेको छु कि बुढीले पनि मलाई बुढी भने चाहिँ फेरि सुपरभाइजर नामबाट बोलायो भने त्यो सुन्छ त्यसले यसले मेरो कुरा काट्यो भनेर ल्याङ गर्छ कि फेरि अनि त्यही भएर नामै बुढी राखिदिएको छ सबैले बुढी भन्छ त्यो लगाइच म चाहिँ अब कामको लागि रेडी भएको बुढीले क्यामेरा हेरेको बेलामा पऱ्यो भने चाहिँ मलाई गाली गर्छ होला कि घरि मोबाइल यता तेर्साएको छ घरि यता उता तेर्साएको छ एक्लै के गर्दै बसिरहेको छ कति फोन चलाउँदै रहेछ फोन अलाउड छैन भनेर कतिचोटि भनिन्छ कतिचोटि ग्रुपमा मेसेज आउँछ र पनि हामी चाहिँ अटेरी भएर फोनहरू चलाइरहेको हुन्छ कि अनि बेला बेलामा मेसेज आउँछ यति लामो अनि गाली खाइन्छ र पनि किन हो फोन चलाउनु छोड्नै मन लाग्दैन बिजी नहुने बित्तिकै फोन अब बिजी भएको बेला त ठिकै छ काम गरिन्छ बिजी नहुँदा त कस्तो अल्छी लाग्छ कि हेरेर बस्नु जस्तो हुन्छ अनि फोन चलायो बुढीले फेरि कराउँछ यहाँ चाहिँ युनिभर्सिटी भएर होला बाहिरको मान्छेहरू आउनु दिँदैन कि त्यही स्टुडेन्ट र टिचरहरू मात्र हो अनि खासै बिजी हुँदैन कि बिहान मजाले ओपनिङ गर्ने टाइम हुन्छ अरू स्टोरहरूमा चाहिँ फेरि बिहान खोल्ने बित्तिकै मान्छेहरू आउँछ यताउता ओपनिङ गर्नै दिँदैन कि कति टाइम लगाइदिन्छ अनि यहाँ चाहिँ मजाले ओपनिङ गर्न पाउँछ अनि त्यही खुसी लाग्छ कि हतार गर्नु पर्दैन यहाँ चाहिँ ठ्याक्क 11 बजेदेखि 1 बजीसम्म ब्रेक हुँदो रहेछ अनि 2 बजीदेखि 3 बजीसम्म हुँदो रहेछ अनि त्यो टाइममा चाहिँ बिजी हुन्छ त्यो टाइममा चाहिँ हजाङफस्याङ गरिदिने काम गर्नुपर्छ बाँकी टाइममा चाहिँ मजाले क्लिनहरू गर्नु यो अरू कामहरू गर्नुलाई मजाले भ्याउँछ कि अनि त्यही टाइममा चाहिँ मैले भिडियो बनाएको अब यो कस्टमरहरू आउँदा त बनाउनु मिल्दैन नि त इनकेस उनीहरूको भिडियो आयो भने फेरि कम्प्लेन गर्छ यसले मेरो भिडियो गरेँ यताउता भनेर त्यही भएर चाहिँ म चाहिँ यो बिजी नभएको टाइममा भिडियो बनाइरहेको छु यहाँको मान्छेहरू चाहिँ फेरि कस्तो खालको हुन्छ क्या अब रेगुलर कफीहरू खाइरहेको मान्छेहरूलाई त ठिकै हो उनीहरूलाई त थाहा हुन्छ उनीहरूको अर्डर टकटक आउँछ लिन्छ जान्छ अनि रेगुलर कस्टमर आयो भने हामीले पनि दिन्छौँ उनीहरू आएपछि यसको यही अर्डरै भनेर दियो सक्यो होइन अनि नयाँ अब यहाँ त नयाँ स्टुडेन्टहरू आइरहेको छ नि त अनि उनीहरू चाहिँ आउँछ अनि अरूले अर्डर गरेको हेर्छ कि अनि यसो हेर्दाखेरि राम्रो देख्यो भने त्यसले के लगेको भनेर सोध्छ अनि मलाई पनि त्यही दियो भन्छ नाम साम केही थाहा हुँदैन टेस्ट केही थाहा हुँदैन अब अरूले विदाउट सुगरहरू खाएको छ भने पनि के तर सेम देख्नु पर्यो छक्क पर्छु कि अनि आउँछ थाहा हुँदैन अनि एउटालाई कस्तो बिजी हुन्छ नि त त्यो बिजीको टाइममा मतलब त्यो ब्रेकको टाइममा चाहिँ लाइनै बसिरहेको हुन्छ कि अनि एक्लै हुन्छ लिँदै अर्डर लिँदै दिँदै बनाउँदै दिँदै गर्नुपर्छ नि त अनि टक्क आउँछ अर्डर लिन्छ के छ भनेर सोध्छ यो भने अनि एउटा अर्डर दिन्छ त्यो थाहा हुँदैन त्यो के हो भनेर होइन फेरि अनि टक्क बनाएर दियो अनि सबैको कफीहरू के ड्रिङ्क्सहरू के अर्डर गरेर सबै बनाएर टकटक त्यहाँ नाम भनेर राखिदिन्छु कि म चाहिँ अनि उनीहरूलाई थाहा हुँदैन उनीहरूले के लिएको हुन्छ भन्ने नै अनि जुन पाए त्यही उठाउँदै जान्छ कि अनि कतिचोटि देखिरहेको हुन्छ नि त त्यसरी नै लगेको अनि छक्क पर्छ कि अनि केही पनि भन्दैन कि फेरि मैले यो अर्डर गरेको थिएँ यो आएछ पनि भन्दैन कि अनि लाटो हो कि बाटो हो कि यतातिरको मान्छेहरू छक्क पर्छ मान्छेहरू देखेर नि
यहाँ चाहिँ ओपनिङ टु क्लोजिङ 16 सिफ्ट हुँदाखेरि चाहिँ टाइम कस्तो मजाले जान्छ कि बिहान ओपनिङ गर्दाखेरि 2 घन्टा, बेलुका क्लोजिङ गर्दाखेरि 2 घन्टा, यताउता सफा गर्दाखेरि टाइम गएकै थाहा हुँदैन। अनि बिचमा त अब कस्टमर आउँछ, अर्डर यताउता गर्दाखेरि कस्तो मजाले टाइम कट्छ, कति छिटो टाइम जान्छ। अनि महिना बितेको पनि थाहा हुँदैन कि। अनि कति अस्ति भर्खर स्यालेरी लिएको जस्तो लाग्यो, फेरि स्यालेरी लिने टाइम आइसकेछ भने कस्तो खुसी लाग्छ कि। अनि काम गर्नु पनि मजै लाग्छ यहाँ चाहिँ। कहिलेकाहीँ चाहिँ अझ कस्टमरहरू धेरै आएको टाइममा आउनुपर्छ, कस्तो आउने बित्तिकै घर जाने बेला भइसकेको हुन्छ कि। अघि भर्खर आएको जस्तो लाग्यो, कति छिटो टाइम कटिसकेछ जस्तो लाग्छ कि। यहाँको फेरि कलेज बन्द हुने बेलामा चाहिँ हाम्रो स्टोर चाहिँ बन्द गर्न दिँदैन कि। जति पनि स्टोरहरू छ यो कलेजभित्र, युनिभर्सिटीभित्र, त्योहरू चाहिँ सबै खोल्नुपर्ने अरे कि। अनि त्यो टाइममा त कस्टमरै हुँदैन नि त, सेल कहिलेकाहीँ त 0 नै हुन्छ नि। त्यो टाइममा चाहिँ यस्तो अल्छी लाग्छ कि। अनि मलाई चाहिँ सुरुमा चाहिँ म नेपालदेखि सुरुमा आउँदा चाहिँ मलाई बिजी स्टोरमा हालिदिएको थियो नि त। अनि 1 वर्ष जति बिजी स्टोरमा काम गरेँ। अनि मलाई चाहिँ त्यो बिजीमा काम गर्ने बानी भएर होला। अनि यो स्टोरमा मलाई स्टोर चेन्ज गर्दाखेरि चाहिँ यो स्टोरमा सेल नहुने बेला परेको थियो कि। अनि म त दिनभरि फोन हेर्दा टाउको दुख्ने, यताउता केही मान्छे बोल्ने मान्छे पनि नहुने। अनि म त पागल जस्तो हुन लागेको थियो कि। अनि म त वाक्क लागेर मैले म्यानेजरलाई प्लिज मलाई स्टोर सारिदिनु, म यहाँ काम गर्दिनँ भनेको थिएँ कि। अनि पछि गएर चाहिँ बानी लाग्यो। त्यसपछि चाहिँ बाहिर सभामा गएर सुतिन्थेँ म, मजाले निन्द्रा पुर्याएर घर चलिदिन्थेँ। 1 महिना वर्ष 6 महिनामा चाहिँ 1 महिना चाहिँ यस्तै बन्द हुन्छ कि। अनि मजाले बस्न पाउँछ। अनि मैले चाहिँ भिडियो गर्दै अल्छी लागेर भिडियो बनाउनै मन लागेन, यति बनाएँ। थ्याङ्क यू सो मच लास्टसम्म हेर्नु भएकोमा।